सो हेलो गुड मर्निङ सबैजनालाई, सम्पूर्ण साथीहरूलाई गुड मर्निङ, नमस्कार सम्पूर्ण साथीहरूलाई। आज चाहिँ म फेरि पनि नयाँ उसको लागि आइसकेको छु, नयाँ भिडियोको लागि। सो तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ, यस्तो खालको यदि तपाईँको चाहिँ फेसबुकमा आएको छ भने तपाईँहरूले चाहिँ यसलाई कसरी ठिक गर्ने, यो प्रब्लम के हो, यदि यो प्रब्लमको बारेमा थाहा छैन, कहाँ गएर चेक गर्ने पनि थाहा छैन भने यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। किन भन्दाखेरि यस्तो समस्याले गर्दाखेरि तपाईँको कन्टेन्ट मोनिटाइजेसन यदि आएको छ भने पछि हराउन सक्छ, नो अर्निङमा जान सक्छ, अर्निङ इस्युमा जान सक्छ। यदि कन्टेन्ट मोनिटाइजेसन आएको छैन भने कन्टेन्ट मोनिटाइजेसन चाहिँ नआउन सक्छ। सो त्यही कारणले तपाईँहरूले चाहिँ के गर्नुहोस् भन्दाखेरि अन्तिमसम्म भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोस्, फलो गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, स्टार पनि दिने गरेको छु मैले। इङ्गेजमेन्ट बढाउनुहोस्, एकअर्कालाई फलो गर्नुहोस्, सबैजनाले एकअर्कालाई हेल्प गरेर अगाडि बढ्नुहोस्। सो त्यही भएर चाहिँ फलो चाहिँ गर्न नभुल्नु होला। सो भिडियो सुरु हुन्छ अब। सो अन्तिमसम्म भिडियो हेर्नुहोस्, कसरी गर्ने, कसरी यसलाई ठिक गर्ने, के गर्ने भनेर मैले फेरि जुन कुरा भनिरहेको हुन्छु त्यो अन्तिममा पनि मैले फेरि दोहोऱ्याउने गरिरहेको छु। सो तपाईँहरूले यदि अन्तिममा बुझ्नु भएन भने अन्तिममा पनि हेर्न सक्नुहुन्छ। सो अन्तिमसम्म हेर्दै गर्नुहोस्, कहाँ जाने, कसरी हेर्ने, कसरी हेर्न सकिन्छ, थाहा भएकोले पनि के गर्ने, के चाहिँ प्रब्लम हो भनेर चाहिँ तपाईँहरूले यो र यो हेर्न सक्नुहुन्छ। यस्तो इस्युहरू आएको छ भने चाहिँ तपाईँहरूले चाहिँ गएर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। स्किप गर्नुभयो भने तपाईँहरूले थाहा पाउनु हुँदैन। पछि गएर फेरि भन्नुहुन्छ कि मैले बुझिनँ, मेरो भएन, मेरो ठिक भएन, मेरो कन्टेन्ट मैले चाहिँ हरायो, मेरो प्रोफाइल इस्यु देखायो भनेर। किनभने यस्तो सानो सानो कुराहरूले नै गर्दाखेरि तपाईँहरूको प्रोफाइल इस्यु देखाउने समस्या हुनसक्छ। यदि प्रोफाइल इस्यु देखायो, प्रोफाइल नो लङ्गर भन्ने देखायो भने तपाईँको प्रोफाइल फेरि कहिले बन्दैन है। बने पनि 1 साल 2 सालपछि बन्छ, तपाईँ तब तक पैसा धेरै कमाइसक्नुहुन्छ। सो त्यसको लागि भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोस्। भिडियो अलिकति लामो छ तर सबै कुरा डिटेलमा भनेको छु। जाने भन्दाखेरि फेसबुकमा जाने, फेसबुकमा गइसकेपछि हामीले चाहिँ के गर्नु पर्यो भनेपछि यस्तो खालको प्रोफेसनल ड्यासबोर्ड भन्ने हुन्छ। कसैको यहाँ हुनसक्छ, कसैको चाहिँ यहाँभित्र हुनसक्छ है। कसैको यहाँभित्र हुनसक्छ, कसैको बाहिर हुनसक्छ, त्यो आफ्नो ठाउँमा छ। प्रोफेसनल ड्यासबोर्डमा गइसकेपछि तपाईँहरू के गर्ने त भन्दाखेरि यस्तो ठाउँमा आउने, यस्तो लेखेको हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ मेरो ग्रेट जब भनेर लेखेको छ, भ्युजहरू राम्रो आइराखेको छ। यो चाहिँ 28 दिनभित्रमा आएको छ, 100% देखाइरहेको छ। यहाँ तपाईँहरूले इङ्गेजमेन्ट देख्न सक्नुहुन्छ होइन, यहाँनिर कमेन्टहरू देख्न सक्नुहुन्छ, मेसेजहरू देख्न सक्नुहुन्छ, टोटल फलोवर्स देख्न सक्नुहुन्छ कति आएको छ भनेर सबै देखाउँछ यहाँनिर। यता तल आइसकेपछि चाहिँ यहाँनिर चाहिँ कन्टेन्ट मोनिटाइजेसन भन्ने कसैको यस्तो देखाउन सक्छ, कसैको स्टार खुलेको चाहिँ स्टारहरू देखाउन सक्छ। मेरो अझै टाइम भएको छैन स्टार खुल्ने, त्यही भएर देखाएको छैन। सो मेरो चाहिँ अझै चाला लागिरहेको छ यो यसमा चाहिँ। अब चाहिँ तपाईँहरू कहाँ जाने त्यो भिडियोहरू चेक गर्नलाई भन्दाखेरि पोस्टहरू के छ, समस्या छ कि छैन भनेर चेक गर्नलाई यता जाने। यता गइसकेपछि यता जाने। यहाँ गइसकेपछि धेरैजना कन्फ्युज केमा हुनु भएको छ भन्दाखेरि एउटा चिजमा चाहिँ यहाँ गएर एउटा चिज चाहिँ देखिन्छ, त्यो चाहिँ नर्मली सबैकोमा देखिन्छ। यस्तो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले। यो दिस पोस्ट रिच कोल्ड बी इम्प्रुभ भनेर लेखिरहेको छ। यहाँ चाहिँ 75% मात्रै ऊ आयो, रिच आयो। किन यस्तो आयो भनेर भन्नुभयो भने यस्तो चाहिँ किन आयो भन्दाखेरि यो चाहिँ कारण तपाईँको चाहिँ स्ट्याटसमा यस्तो आउने नर्मल कारण हो है। स्ट्याटस तपाईँले धेरै लेख्नु हुँदैन, स्ट्याटससँग फोटो राख्नुभयो भने तपाईँलाई एकदम सजिलो हुन्छ है। यसरी स्ट्याटस मात्रै लेख्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यस्तो चिजहरू आउन सक्छ। पछि गएर त्यसमा के हुन्छ त भन्दाखेरि अल्गोरिदम, फेसबुकको अल्गोरिदमबाट चेन्ज हुनसक्छ। त्यसको अल्गोरिदमले चाहिँ तपाईँलाई स्ट्याटसकै मात्रै गर्न सक्छ, पछि चाहिँ कन्टेन्ट मोनिटाइजेसन दिन चाहिँ कम गर्न सक्छ, नदिन सक्छ या ढिलो गर्न सक्छ। त्यही भएर चाहिँ यस्तो स्ट्याटसहरू चाहिँ दिनमा एउटा दुईवटा लेखे पनि धेरै चाहिँ नलेख्ने। यस्तो स्ट्याटसमा आएको छ भने खासै डराउनु पर्दैन। तर यदि यस्तो चिज चाहिँ भिडियोमा या फोटोमा आएको छ भने चाहिँ डराउनु पर्छ है। जस्तै म फोटोमा क्लिक गर्छु, यहाँ फोटोमा यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो छ, यहाँ एकदम राम्रो छ, डिजाइन केही पनि छैन होइन। यस्तो हुनु पर्यो के, यस्तो हुनु पर्यो है। यहाँ हेर्न सक्नुहुन्छ 19% चाहिँ नन फलोवर्स, फलो नगरेको मान्छेहरूले 19% हेर्नु भएको छ। फलोवर्स
81%। मेरो फलोवर्स एकदम ज्ञानी हुनुहुन्छ, सबैजना एक्टिभ हुनुहुन्छ, त्यही भएर चाहिँ मेरो चाहिँ फलोवर्सले धेरै हेर्नुहुन्छ। यहाँ देशहरू कहाँ कहाँ हेर्छ भनेर, कुन चाहिँ उसले ज्यादा हेर्छ, एजको मान्छेले ज्यादा हेर्छ, कुन कुन देशमा हेर्छ, यहाँ सबै देखाउँछ है। यहाँ तपाईँको तल सबै चिज देखाउँछ, ट्राफिक कतिको छ, फिडमा गइरहेछ, मेरो चाहिँ फिडमा चाहिँ 77% गइरहेछ, पेजमा आएर गर्नेहरू चाहिँ 20% छ, वेदरहरू चाहिँ 3% मात्रै छ। सो मेरो चाहिँ एकदम राम्रो गइरहेछ, फिडमा गइरहेछ। यो चाहिँ सबभन्दा माथि हुनु पर्यो है, ट्राफिक चाहिँ सबभन्दा माथि। यहाँ अझ यहाँ माथि 100% भएन, अझ तपाईँको त 100% त कसैको पनि हुँदैन, तर 80%, 90% भयो भने अझ राम्रो है, एकदम राम्रो। सबै चिजहरू राम्रो छ मेरो अहिलेसम्म, कुनै पनि खराबी आएको छैन। सो यहाँ हेर्न सक्नुहुन्छ। अब म जान्छु भिडियोहरूमा है। भिडियोहरूमा जाँदाखेरि चाहिँ यस्तो, यो चाहिँ पोस्ट गरेको भिडियो होइन, ग्रुपको भिडियो। म चाहिँ भिडियो पोस्ट गरेको भिडियोमा जान्छु। जस्तै यसमा गयो, म यहाँ हेर्न सक्नुहुन्छ, यहाँ एकदम राम्रो छ, यहाँ केही पनि खराबी छैन। यहाँ चाहिँ समस्याहरू आउनु भएन है। यदि यहाँ कुनै पनि समस्या देखाइरहेको छ तपाईँको उसमा भनेपछि त्यो भिडियोलाई तुप्दै डिलिट गरिहाल्ने। त्यो भिडियोले पछि गएर धेरै हानि गर्न सक्छ। यस्तो फोटाहरूमा ऊहरूमा मैले तपाईँको स्क्रिनमा देखाएको जस्तो कुनै पनि समस्याहरू छ भने तपाईँले त्यो भिडियोलाई सकेसम्म डिलिट गरेर फालिदिने। र स्ट्याटसमा केही देखाएको छ भने तपाईँले गाली गलौज दिनुभएको छ या स्ट्याटसमा अरू केही देखाएको छ भने चाहिँ गाह्रो पर्छ। र एउटा चिज मात्रै, जस्तै मैले स्ट्याटस यहाँनिर छ, यसमा पनि देखाउँछ। यहाँनिर जान्छु म, यहाँ जाँदाखेरि चाहिँ योर पोस्ट डिडन्ट कनेक्ट अर रिल्स अर फोटो भनेर लेखाएको छ, यहाँनिर सबै देखाइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ के गरेको छु, स्ट्याटस मात्रै लेखेको छु, त्यही भएर यस्तो देखाएको छ। सो यहाँ चाहिँ केही पनि आउनु भएन। भिडियोहरूमा चाहिँ एकदम राम्रो हुनु पर्यो है। भिडियोहरूमा फेरि पनि म भिडियोमा जान्छु। भिडियोमा गइसकेपछि फेरि लर्न मोरमा जान्छु। लर्न मोरमा गइसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ पुरा फुल्ली यस्तो हुनु पर्यो है। भिडियोमा र फोटामा चाहिँ सबैमा हरियो टिक हुनु पर्यो के। त्यसपछि मात्रै तपाईँको कन्टेन्ट मोनेटाइजेसन छिटो आउन सक्ने सम्भावना धेरै हुन्छ है। सबभन्दा छिटो आउन सक्ने सम्भावना धेरै हुन्छ। त्यही भएर यो चिज चाहिँ तपाईँहरूले एभ्रिडे भिडियोहरू हालिसकेपछि 2-3 घन्टा पछाडि चेक गर्नुहोस्, फोटोहरू हालिसकेपछि 2-3 घन्टा चेक गर्नुहोस्। चेक गरिराख्दाखेरि राम्रो है, किनभने कुनै बेला पनि तपाईँलाई कन्टेन्ट मोनेटाइजेसन या कपिराइट या कुनै चिजहरू देखाउन सक्छ। यदि कपिराइट छ भने तपाईँको यहाँ देखाइहाल्छ है, यस्तोमा कपिराइटको इस्यु आउँछ है, यस्तो साइडमा इस्यु लेखेर आउँछ है। सो मेरोमा चाहिँ एउटा पनि त्यस्तो देखाएको छैन, किनभने म त्यस्तो कन्टेन्ट नै बनाउँदैन जसबाट इस्यु आउँछ है, जसबाट चाहिँ कुनै समस्या आउँछ। सो यो चाहिँ सेयर गरेको हो, सेयर गरेकोमा चाहिँ खासै उ छैन, समस्या पनि छैन, केही पनि छैन। त्यही भएर सेयर गरेकोमा चाहिँ खासै केही आउँदैन क्या। तपाईँले सेयर गरेकोमा चाहिँ इङ्गेजमेन्ट मात्रै बढ्छ तपाईँको, अरू केही आउँदैन। सो मैले चाहिँ भ्युज बनाएको भएर भ्युज चाहिँ आउँदैन, तर इङ्गेजमेन्ट चाहिँ आउँछ है। सो हेर्न सक्नुहुन्छ मेरो चाहिँ एकदम फुल्ली क्लियर छ। कुनै पनि समस्या देखायो भने म त्यसलाई तुरुन्तै डिलिट गरेर हाल्छु। सो मेरो एउटा भिडियोमा चाहिँ तपाईँको के थियो भन्दाखेरि मैले त्यो भिडियो डिलिट गरेर फालिदिएँ, तर त्यो भिडियोमा चाहिँ यस्तो खालको समस्या छ। यहाँ हेर्न सक्नुहुन्छ, यो भिडियोमा चाहिँ के आएको छ त भन्दाखेरि समस्या देखाइरहेको छ। लर्न मोरमा जान्छु, यहाँ हेर्न सक्नुहुन्छ वाटरमार्क डिटेक्ट भनेर लेखिरहेको छ नि। यो चाहिँ वाटरमार्क किन डिटेक्ट गर्यो भनेर भन्नुहुन्छ भने मैले चाहिँ यस्तोबाट बनाएको थिएँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ, यस्तोबाट बनाएको थिएँ। यो भिडियो चाहिँ कस्तोबाट बनाएको थिएँ भन्दाखेरि यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ, स्ट्राइकहरू आएको छ, यस्तो समस्याहरू आएको छ तपाईँको फेसबुकमा। यहाँ हेर्न सक्नुहुन्छ समस्याहरू आएको छ, यो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर चाहिँ के छ त भन्दाखेरि इनसर्टबाट मैले यो गर्दाखेरि चाहिँ यहाँ चाहिँ वाटरमार्क देखाइरहेछ। सो त्यही कारणले यस्तो इस्यु आएको हो। सो खासै यो इस्यु ठुलो इस्यु चाहिँ होइन। यस्तो चाहिँ बारम्बार गर्दाखेरि चाहिँ यसले समस्या देखाउन सक्छ। तर यसमा चाहिँ मेरो राम्रो भ्युजहरू, राम्रो इङ्गेजमेन्टहरू, वाच टाइम पनि राम्रो भएको भएर मैले यसलाई डिलिट गरेको छैन। तर म यसलाई अलिकति योभन्दा दोस्रो समस्या केही आयो भने चाहिँ म यसलाई डिलिट गरेर फालिदिन्छु है। सो यसमा चाहिँ केही पनि अहिलेसम्म वर्किङ चाहिँ राम्रो छ, सबै राम्रो छ। तर यही एउटा वाटरमार्क मात्रै समस्या छ, यही एउटा मेरो एउटा भिडियो मात्रै वाटरमार्क समस्या छ, अरूमा चाहिँ छैन।
सो तपाईँहरूले यसरी नै चेक गर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई चाहिँ आफ्नो 28 दिनको हेर्नु मन छैन, 7 दिनभित्रको हेर्नु मन छ, यहाँ जानुहोस् होइन। यदि तपाईँलाई भ्युज होइन अरू हेर्न मन छ, तपाईँको यदि अर्निङ खुलिसकेको छ भने यहाँ अर्निङ पनि देखाउँछ, डेट देखाउँछ, इङ्गेजमेन्ट कति छ इङ्गेजमेन्ट हेर्न सक्नुहुन्छ तपाईँले। इङ्गेजमेन्ट कस्तो आउँछ मेरोमा भनेर है 136 137 166 यस्तो यस्तो इङ्गेजमेन्टहरू स्ट्याटसबाट नै आउँछ मेरो। सो यस्तो चाहिँ हुनु पर्यो है तपाईँको। यस्तो भयो भने चाहिँ छिटो दिन सक्छ। योभन्दा धेरै भयो भने अझ राम्रो, यस्तो यतिको भयो भने पनि ठिक छ है। म चाहिँ अहिले भ्युजमै राख्छु। रिच पनि हेर्न सक्नुहुन्छ। रिच भनेको तपाईँको भ्यू चाहिँ कतिको उ भइरहेछ त, मान्छेले कतिको हेरिरहेछ, कति समय चाहिँ हेरिरहेछ, रिच गरिरहेछ तपाईँको यहाँ हेर्न सक्नुहुन्छ। मेरो चाहिँ एउटा फोटामै यस्तो रिच भइरहेछ। यो चाहिँ मेरो अहिले भर्खर नयाँ नयाँ फोटाहरूमा पनि यति रिचहरू आइरहेछ। सो रिच चाहिँ राम्रो हुनुपर्छ सबभन्दा है। पैसा कमाउनलाई भ्युज भन्दा पनि यो दुइटा चाहिँ राम्रो हुनुपर्छ है। यो र यो चाहिँ पैसा कमाउनलाई राम्रो हुनुपर्छ। भ्युज मिलियनमा आ हुन्छ तर $1-2 मात्रै आ हुन्छ। त्यसको कारण चाहिँ यो चाहिँ हुँदैन। यो रिच र ऊ चाहिँ हुँदैन। तपाईँको भिडियो मन परेको हुन्न तर भाइरल चाहिँ हुन्छ, तर मन नपरेको भएर यस्तो हुन्छ। सो म चाहिँ अहिले भ्युजमा राखेँ। सो त्यसपछि चाहिँ हामी ब्याक आउँछ। आज चाहिँ म दोस्रो सिकाउँछु ब्याक। ओके, हामी चाहिँ अर्को मेरो आइडी प्रोफेसनल पेज भन्दा पनि प्रोफेसनलमा आएको छ। पेजमा चाहिँ यस्तो हुँदैन। पेज चाहिँ किनभने डाइरेक्ट प्रोफेसनल भएको भएर त्यसमा चाहिँ त्यस्तो देखाउँदैन, तर यस्तो आइडीहरूमा प्रोफाइलमा चाहिँ देखाउँछ। सो म अर्कोमा आइसकेको छु। यहाँ जान्छु म, त्यसपछि प्रोफाइलमा जान्छु। प्रोफाइलमा गइसकेपछि हामीले चाहिँ के भुल्नु हुँदैन भन्दाखेरि यहाँ चाहिँ हेर्ने, यदि तपाईँहरूको यस्तो देखाएको छैन, यस्तो ठाउँमा चाहिँ अरू केही छ, स्टोरी एड स्टोरी या अरू केही चिजहरू छ, यो चिज छैन भने तपाईँहरूले सोच्नुहोस् कि तपाईँको प्रोफेसनल मोड चाहिँ अन छैन भनेर है। प्रोफेसनल मोड कतिपय मान्छेहरूले के गर्नु भएको हुन्छ, के गल्ती गर्नुहुन्छ भन्दाखेरि प्रोफेसनल मोड चाहिँ यहाँ जाने, थ्री डटमा गइसकेपछि जाने, यहाँनिर कतिपय मान्छेले चाहिँ के गर्नुहुन्छ, यहाँनिर अफ देख्नुहुन्छ, यसलाई चाहिँ अन गर्नु पर्दो रहेछ भनेर यसलाई क्लिक गरेर फेरि अन गरिदिनुहुन्छ। यो गल्ती चाहिँ तपाईँहरूले नगर्नु होला है। यहाँनिर चाहिँ अफै देखाएको हुनुपर्छ है। यो अन देखाएको हुनुहुन्न, किनभने यहाँ चाहिँ उल्टो भनिरहेको हुन्छ। टर्न अफ प्रोफेसनल मोड भनेको चाहिँ अब चाहिँ तपाईँले अफ गर्नुहोस् भनेर भनेको हो। त्यही भएर यहाँनिर चाहिँ यो गल्ती नगर्नु होला। यदि यो गल्ती तपाईँले गर्नुभयो भने 1-2 पटकसम्म केही हुँदैन, तर बारम्बार त्यो गल्ती गर्नुभयो भने तपाईँको यो नै हराउन सक्छ। यो हरायो भने त्यसपछि तपाईँको त्यो आइडीबाट पैसा कमाइ चाहिँ कहिल्यै पनि हुँदैन। त्यो चाहिँ प्रोफेसनल मोडमा कहिले पनि जाँदैन। सो यदि यो छैन भने तपाईँहरूले चाहिँ के गर्ने त भन्दाखेरि, यदि यो छैन भने यहाँ जाने, ब्याक गर्ने। ब्याक गरिसकेपछि तपाईँहरूले यदि त्यो छैन, 2-3 दिन भयो, धेरै भयो तर आएन भन्दाखेरि अपडेट गर्ने कहिले। यदि अपडेट गरेर पनि भएन भने तपाईँहरूले के गर्ने त भन्दाखेरि सपोर्ट एन्ड हेल्पमा जाने, त्यसपछि रिपोर्ट प्रब्लममा जाने, कन्टिन्यू रिपोर्टमा जाने, इन्क्लुड गर्ने। इन्क्लुड गरेर यहाँ चाहिँ के खोज्ने त भन्दाखेरि यहाँ चाहिँ तल हेर्न सक्नुहुन्छ, यो खोज्ने है, यो प्रोफेसनल डेसबोर्ड भन्नेमा क्लिक गर्ने। यहाँ चाहिँ टेक स्क्रिनसट भनेर लेखिरहेको हुन्छ, यसमा जाने अनि त्यसपछि यहीँ क्लिक गर्ने अनि यता क्लिक गर्ने, यतातिर यस्तोमा स्क्रिनसट ल्याउने। सो स्क्रिनसट लिइसकेपछि यहाँ तपाईँहरूले यस्तो के लेख्नुपर्ने हो, लेखेर आफ्नो चाहिँ उसको लिङ्क दिएर चाहिँ रिपोर्ट हान्दिने है। रिपोर्ट हानिसकेपछि तपाईँहरूले चाहिँ के गर्नुपर्छ, 1 हप्ता जति वेट गर्नुपर्छ। त्यसपछि फेरि अपडेट गर्ने, आइहाल्छ है। यदि आएन भने तपाईँको आउन गाह्रो पर्छ है। त्यही भएर तपाईँहरूले चाहिँ त्यो गल्ती चाहिँ कहिले पनि नदोहोऱ्याउनु होला है। सो यति गरेर पनि यदि तपाईँको त्यो भिडियो चाहिँ हट्दैन, त्यो भिडियोमा चाहिँ अलि धेरै नै समस्याहरू देखाइरहेको छ, त्यो भिडियो डिलिट नै हुँदैन या पहिल्यै डिलिट भइसकेको छ भने त्यसको लागि पनि मैले भिडियोहरू बनाएको छु, गएर हेर्न सक्नुहुन्छ मेरो पेजमा होइन। त्यहाँ भिडियोहरू छ। यदि तपाईँहरूले रिपोर्ट गर्न थाहा छैन, रिपोर्टको बारेमा केही पनि थाहा छैन भने भिडियोहरू मैले पोस्ट गरेको छु, त्यहाँ गएर भिडियोहरू हेर्न सक्नुहुन्छ है। सो आजको लागि यति नै। सो सबैजनाले आजको स्टारको लागि चाहिँ सबैजनाले यसमा लाइक कमेन्ट सेयर गर्नुहोस् र आज साँझ 9 बजे स्टार आउँछ है। सबैजना जानुहोस्, लाइक कमेन्ट सेयर फलो इन्भाइट गर्नुहोस्। सबैजनाले स्टार आउँछ। इन्भाइट गर्नेलाई चाहिँ डबल 1 को 2 बनाएर दिइनेछ। सो त्यही भएर इन्भाइट गर्नुभयो भने तपाईँहरूले चाहिँ के गर्नुहोस्,
मलाई मेसेज गरेर त्यसको स्क्रिनसट पठाउनुहोस्, नत्र भने मलाई थाहा हुँदैन कसले इन्भाइट गर्यो कसले गरेन भनेर। सो त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ के गर्नुहोस् भन्दाखेरि इन्भाइट गर्नुहोस् अनि मलाई मेसेजमा स्क्रिनसट पठाउनुहोस्। तपाईँले साँझ 9 बजे डबल, अरूले पाउनुभन्दा डबल पाउनुहुन्छ। सो आज चाहिँ स्टार धमाकेदार हुनेवाला छ। सो सबैजना रेडी हुनुहोस्, तयार हुनुहोस्। बाई बाई, नमस्कार।